ल है आज हाम्रो अब भ्लग सुरु हुँदैछ हाम्रो आज पिकनिकको भ्लग हो यो चाहिँ स्पेसल्ली यता अब हाम्रो रेगिम सरले मासु बनाउँदै हुनुहुन्छ ल है राम्रो बनाउनु पर्यो रेगिम सर ल हामी चाहिँ देउराली हाम्रो नजिकको देउरालीमा हामी पिकनिक जाँदैछौँ अब आज पुष 15 भयो होइन पुष 15 को अवसरमा हामी पिकनिक जाँदैछौँ पुष के किन निराश छ क्या तपाईँ एकदम स्माइल हो नि क्या गोलाएर ए फुपूलाई पनि लिएर आउनु जानु फुपूलाई पिकनिक जाने भनेर लास्टै डिस्ने ल तपाईँको त के छ तपाईँको भनाइ यसमा के छ आजको तपाईँ त हाम्रो बुढो त यार व्यवस्थापक बोस हाम्रो भित्र पनि पिकनिकको लागि तयारी हुँदैछ होइन भित्र यहाँ यो टायर बनाउँदै हुन्छ दाइले टायर अब पुसाइको ध्यान मासुतिर मात्रै छ के हो यस्तो बाह्र आगो भनेको सासु हो त्यो भएर हाम्रो पिकनिकमा यो आउनुभएको अरू यो भरौँ त ल तपाईँहरूलाई स्वागत छ है ल गाई छैन हामी अब हाम्रो पिकनिक हिँडेको अरू साथीहरू चाहिँ पछाडि आउँदैछन् हाम्रो पिकनिक चाहिँ अब हामी स्थलमा चाहिँ स्पोर्ट्समा चाहिँ पुग्दैछौँ अब डुप्लिकेट ड्राइभर भयो यस्तै हो डुप्लिकेट ड्राइभर भयो के भयो यो रडको बाटोमा के गर्नु फाइनल्ली हामी चाहिँ यहाँ माथि आइपुगेका छौँ होइन अब यहाँबाट यतापट्टि जाने हामी अब हाम्रो यो ट्रकमा सामान पनि आइसकेको छ हाम्रो ट्रकको ड्राइभरसँग कुरा गर्छौँ है एकचोटि ट्रकको ड्राइभरसँग मासु बोकेलाहरू भन्दा नि हामी हाम्रो पिकनिक स्पटमा आइसकेका छौँ ल हाम्रो अब खानाको लागि पहिलो चरणको खाना चाहिँ तयार हुँदैछ होइन अब हामीले कौवा बिरयानी है के अरे कौवा बिरयानी हाम्रो सलाद काट्ने मान्छे यहाँ हाम्रो चाहिँ उहाँ चाहिँ खानुहुन्न आज उहाँ नखाना आउनुभयो हामीलाई मात्रै खुवाउने अरे उहाँले चाहिँ आफू नखाने हामीलाई मात्रै खुवाउने भनेर यो अघिदेखि यस्तो बनाउँदैछु अब यो हामीले पहिलो चरण खाइसकेपछि यो हाम्रो फोटो सेसन फोटो र भिडियो सेसन यो हाम्रो माथि दाइ त नाच्दै हुनुहुन्छ अनि अब यहाँ हाम्रो फोटो सेसन पनि चलिरहेछ है योमा सबैले गराउनुपर्छ है ल है
आजको हाम्रो क्यामेराम्यान चाहिँ यो टेके अनि आजको मोडल चाहिँ भीम दाई है त। अब हाम्रो यस्तो सेकुवा बन्दैछ होइन। यो सेकुवा चाहिँ के को हो? कुखुराको के को? कुखुराको सर त्यसलाई भित्र धकेल्नु त। तर त्यो हामीले एकचोटि त्यहाँ उता बनाएको नि खोला। पश्चिमेली चेलो छैन है कमको पैसाको घमण्ड नगरी राजरी नाच पैसाको घमण्ड नगरी राजरी नाच पहिले जालो भन्साली तेरी दिका छ हराकीले मन भरे नहीं राजरी नाच हराकीले मन भरे नहीं राजरी नाच तेरो पालो भन्साली तेरो दिदी काछ छुट्टी मार्दैन दाइ गयो जवाना छुट्टी मार्दैन दाइ गयो जवाना गयो जवाना छुट्टी मार्दैन दाइ गयो जवाना के अरे बुझाइ के अरे उडेर नागिदिनु जस्तो लाग्थ्यो नै यो नै भन्नु भन्नु के उडेर नागिदिन्छु मैले भन्नु उडेर नागिदिन्छु भन्नु नै मतलब खोल्चा ठुलो रहेछ पहिले आँटा थियो उडम जस्तो साला खोल्चा देखेर गुरम जस्तो हिँडे अनि उकालो त्यही हो दिनमा घाम झल मित्रता हाम्रो सम्झना हाम्रो बाँचुन्जेल अमर होस् मरेर जान्छ मान्छेको टोला सम्झना नमरोस् मित्रता हाम्रो सम्झना हाम्रो बाँचुन्जेल अमर होस् मरेर जान्छ मान्छेको टोला सम्झना नमरोस् साथी बाँचेको जिन्दगी